पनि चेन्ज हुनु भएन भने नि तपाईँको जीवनको धेरै कुराहरू मर्छ, सम्बन्धहरू मर्छ। श्रीमानले कमाएर ल्याइँदैन, श्रीमतीले कहिलेसम्म कमाउँछौ? अब उसको मन मोड्छ क्या। एउटा भनाइ चाहिँ नि माया सकियो भन्छ नि। श्रीमानले जहिले पनि हातपात गर्छ नि कहिलेसम्म सहन्छौ? उसको माया सकिन्छ, तितोपना सुरु हुन्छ। जिम्मेवारी बन्नुहोस् न हो, हालेलुया। वास्ता गर्नुहोस् न हो, परिवारलाई जोगाउनुहोस् न हो। तपाईँले के गर्दै हुनुहुन्छ एकपल्ट तपाईँ सोच्नुहोस् त। परिवारलाई लथालिङ्ग पारेर, परिवारलाई भत्काएर, परिवारको वास्ता छैन, हेलचेक्रा छ, मोज मजीमा जिन्दगी कहिलेसम्म अगाडि बढ्छ? मैले पनि त्यही सोचेको थिएँ, मोज मजा गर्छु, इन्जोय गर्छु, ड्रग खान्छु, गोटी खान्छु, के छ र? साथीभाइ छँदैछ, बुढी त कहाँ जान्छ र छोडेर? अनि मैले त्यही सोचेको थिएँ कि साथीभाइ भए पुग्छ, घर त छँदैछ नि, अब बुढी कहाँ गएको छ र, अब बच्चा कहाँ गएको छ र? तर मलाई थाहा थिएन क्या। म ड्रग खाएर मात्रै गर्दा पनि नि मेरो पनि घरमा बस्ने मान्छेलाई भोक लाग्छ, उनीहरूको पनि इच्छा छ, चाहना छ, रुपियाँ पैसा चाहिन्छ, कमाउनु पर्छ। अब त मेरो बाबुमा पनि बुढाबुढी हुँदैछ, उनीहरूको पनि आशा होला, एक्लो छोरो, मलाई मतलब छैन।